हेलो गाइज, हामी चाहिँ त्यो खास त्यो भ्यू टावर कता गयो? भ्यू टावर, यो भ्यू टावरमा जान खोजेको होइन। त्यहाँ लगभग मान्छे पुग्न लागिसक्यो होला। हामी चाहिँ यहीँ छौँ पहाडी डाँडामा। तिनजना भिडियो बनाउँदा बनाउँदा ढिलो भइसक्यो। त्यहाँ रिसाएर मर्न आँटिथ्यो होला। अब उता पुग्नु पर्ने बाटो यस्तो छ। हामी 100 को स्पिडमा टक्क ल। यसमा तपाईँहरूको केही छ कि भनाइ? ढिलो हुनुको कारण भिडियो बनाउनु त्यो ठाउँ चाहिँ नजिक भनेर आएको, अलिक टाढा परेछ। त्यही पनि केही छैन, हामी बिचमा भिडियो बनाउँदै जाँदा राम्रो भ्यू देखिन्छ। क्लिप लिँदै हिँडेका छौँ। र हाम्रो ग्याङ चाहिँ आधी टिम फाइनली त्यहाँ पुगिसकेको छ। यहाँबाट हामीलाई कलिङ भइरहेको छ। सो हामी यहाँबाट गइरहेका छौँ, तर पनि पुग्न सकिरहेको छैनौँ। थकाइ चाहिँ यति लागिसक्यो गाइज, एकदम थकाइ लागिसक्यो यहाँ। हामी दौडेर आउँदैछौँ। ल फाइनल त्यहाँ पुगिसकेको छु। ल त्यहाँ पुगिसकेको छ। हामी पनि पुग्न आँटिसक्यो। अब खासै धेरै टाढा त छैन। यहाँबाट आएको बल्ल डाँडामा आइसक्यो होइन। अन्त पैसा छुट्न आँटिसक्यो। घाम डुब्न आँट्यो। यस्तो दामी देखिरह्यो यहाँ। र फाइनली गाइस हामी चाहिँ यहाँ आइसक्यौँ होइन। अहिले तपाईँले देख्नुभएको फाइनली त्यो डाँडाबाट यहाँ आइसक्यो। ल धेरै टाढा त छैन रहेछ त नि। के हो त्यो? ओ यो ल सालीले चाहिँ स्पेसल हँसेल टिपेर राखिरहेको रहेछ। ल दामी। फाइनली हामी चाहिँ यहाँ आइपुगेको छौँ। भ्यू हेरौँ। टिकटक बनाउनेको लड्को चलिरहेको छ यहाँ। ल हामी चाहिँ यहाँको के भन्छ पगनीको टावर हामी फर्किँदैछौँ यहाँबाट। दिदीले जाँड खानाले चाहिँ अलिक ढिला भयो। ढिला भयो आज मोटी बहिनी हिँड्न नसकेर हो। मोटी बहिनी पनि म होला, मलाई पनि होला नि। साथी मिलाएर नभन्नु। अहिले तपाईँलाई पुड्केसम्म गर्दा चाहिँ भनिदिन्छ।